बवाल रहेछ यस्तो बवाल ठाउँ रहेछ है म यहाँ कुरै छोड्यो के बाफरे लाइफको फर्स्ट टाइम एक्सपिरियन्स चाहिँ मेरो चाहिँ यस्तो बवाल भयो कि त्यो विगत लामो समयदेखि हराइरहेका मेरा मित्रहरू भेटिसकेर मा कसम Ladies and gentlemen, welcome back to our channel. New day, new vlog. साथमा फेरि पनि उपस्थित भएर आइसकेको छु म अनिसन ब्लग्स हजुरको सामने हैन टक्क अहिले चाहिँ हामी छठ विशेष प्रोग्राममा छठ विशेष मेलामा जाँदैछौँ। आज चाहिँ छठ पर्व रहेको छ नेपालीहरूको महान चाड भन्दा पनि सायद नेपालीहरूको महान चाडै होला हैन यो विषयमा मलाई त्यति अलि ज्ञान भएन यो पनि नेपालीहरूको महान चाड भनेर बुझ्छु म त्यसैको प्रोग्राममा हामी चाहिँ ठ्याक्क गाईघाट बिजी चोकबाट हाम्रो रुमबाट अहिले चाहिँ खानासाना खाएर यताउति गरेर टक्क निस्किसकेका छौँ हैन देख्न सक्नुहुन्छ माहौल भिड यता अगाडिको माहौल सबै अनि त्यही हो भन्दै हामी चाहिँ यहाँबाट टक्क निस्किँदैछौँ निकै टाढा छ अहिले चाहिँ हामी पैदल हिँडेरै गइरहेको छौँ टाढा छ निकै टाढा नै छ अलिकति त्यो डेस्टिनेसनसम्म पुग्न मेला चाहिँ एकदम रमाइलो हुनेवाला छ फाइनली अब चाहिँ हामी थोरै टाइममा मेला पुग्नेछौँ होइन पुग्न लागिसकेको छौँ के छ कस्तो छ यहाँको अवस्था अझै पनि मलाई जानको लागि एकदम उत्सुक भइरहेछ है यस्तो बवाल क्राउड छ नि यताउति है यताउति बाटोको यस्तो भिड छ यस्तो चाप छ बाटो देख्नु होइन बवाल क्राउड भइरहेको अब्बरै छ माहौल तातिसकेको छ हाम्रो केटाहरू अगाडि पुगिसकेको छन् हामी दुईजना यहाँ छौँ माहौल एकदम गहिरो भइसकेको छ हामी जाँदैछौँ अब के हुन्छ यस्तो भिड हुँदो रहेछ राम्रो हामी चाहिँ फाइनली मेलामा आइसकेको छौँ यहाँ साथी छुट्छ भन्ने टेन्सन भइरहेको है यस्तो बवाल भइरहेछ है यस्तो बवाल देख्न सक्नुहुन्छ अगाडिको भिड यस्तो छ माहौल यो भनेको चाहिँ गाईघाटको छठ मेलाको हो भिडभाड भनेको तपाईँहरू देख्न सक्नुहुन्छ गाईघाटमा कतिसम्म भिड हुन्छ भन्ने कुरो चाहिँ सोल्डे हो कि होइन ए बवालमा यो हो नि त सदरमुकामको रमझम भनेको सदरमुकामको रमझम भनेको यो हो नि त उदयपुरको आम्मो यार कसम आएको छ यस्तो बवाल ठाउँ रहेछ है आम्मो यहाँ कुरै छोड्यो कि बाफरे लाइफको फर्स्ट टाइम एक्सपिरियन्स चाहिँ मेरो चाहिँ यस्तो बवाल भयो कि छैडमा है आम्मा उदयपुर गाईघाटमा यस्तोसम्म हुन्छ भन्ने कुरो चाहिँ मैले फर्स्ट टाइम एक्सपिरियन्स गरेको है बवाल रहेछ यता अगाडिको भ्यू पनि देख्न सक्नुहुन्छ है आम्मा पुरै छोडिदिउँ क्या बाफरे यस्तो बवाल छ नि पछाडिको माहौल पनि यस्तो माहौल बवाल छ है यस्तो बवाल छ बाफरे कसम यार यो पर्छिन् ओए पर्छिन् भाइ यो त है हराइन्छ हामी चाहिँ फाइनल्ली गेट कटेर पनि आइसकेको छौँ अहिले चाहिँ होइन अब यहाँबाट चाहिँ ए बल्ल मेला फुच्चीले है मेला बल्ल फेरि ए पुग्ने आइपुग्दो रहेछ है अब यहाँ मेलाको रमझम चाहिँ बाफ यार कसम यस्तो बवाल छ नि है पुरै छोडौँ क्या म त हरायो भने सिधै रुम गरेर बस्छु फोन गर्दिनँ म त कसैलाई के हराउनु माएको छ यस्तो भिड छ त अनि राम यार हाम्रो अरू केटाहरू चाहिँ कहाँ गयो लो ए
भगवान यार आम्मा बाफ यता फेरि के छ यता सब माहौल बेग्लै छ माहौल बेग्लै छ एकदम बवाल छ समाजको अगाडि प्रष्ट पारिदिनुभयो भने आगामी वर्षदेखि कम्तीमा यस्तो खालको टीका टिप्पणी यो धार्मिक सभामा सुन्नु नपरोस् र यो धार्मिक सभामा धार्मिक विचार मात्रै आउन पाओस् भनेर म विशेष गरी पूजा समितिलाई अनुरोध पनि गर्न चाहन्छु र धार्मिक सभा समारोह व्यवस्थापन गर्नलाई एकत्र राष्ट्रिय मात्र सम्भव हुँदैन। कसम हामी चाहिँ घुमेको भयौँ क्या यहाँनिर यस्तो बवाल छ ह्यान्ड पावर ए ल यार ल ए कहाँबाट हो त नि हेर्ने कहाँबाट हेर्ने त नि कोही त नि लाइनै गएर त भाइ हाम्रो भाग्यमा छैन यो हेर्नलाई लाइनै गइदियो अब के गर्नु त भएको तिमी छौ एकजना त्यो पनि हराउ खोज्नु परोस् मेरो राजा तिमीलाई ए मेला बजार बबाल छ है बबाल छ अब हामी एक राउन्ड हान्नु यताबाट छिरेर अनि उता हान्नुमा एक राउन्ड हानौँ न एक राउन्ड हानेपछि मात्रै ठिक्क हुन्छ क्या छ नि बोलाउँदैन यी हुँदा त बोलाउँदैन गर्ने चाहिँ के हो कसले बोलाएन हो तिमीलाई कसले बोलाएन यहाँबाट बाटै छैन हो ए उत्यहाँबाट छ उत्यहाँबाट जाउँ बिजनेस होला व्यापार होला छोड्यो नि त अब कहाँ जानु यहाँ पानीमा छिर्नु पुल छैन अब यता छिर्नु पर्यो जाउँ त कहाँ फुकेर हुन्छ ओए साथी छुटिन्छ है जाउँ न होइन यताबाट नजाउँ यतैबाट कताबाट जाउँ त ल जाउँ जताबाट हो भने जाउँ जान्छै जाउँ यस्तो बवाल छ यहाँमा कहाँ गयो मेरो भाइ म हेर्दै हिँड्दैछु क्या मान्छे हेर्दै के भन्नु अब यो सुत्ने ठाउँ बनायो होला सबै यस्तो छ यहीँ यो सबै प्रसादीहरू हो होइन गाइस यो सबै पूजा गर्ने मान्छेहरूको आफ्नो धर्म संस्कृति परम्परा सबैलाई जोगाना गर्दै उहाँहरूले चाहिँ आफ्नो आफ्नो परम्परा मान्नु भइरहेको होइन हुन त अब खास सब हिन्दू धर्महरूको
महान चाड हो भिड बवाल छ शरद कुमार विष्टज्यूलाई हार्दिक अनुरोध गर्दछु त्यसै गरी अर्को सम्मान पत्र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखज्यूलाई स्टेजमा अगाडि आएर सम्मान ग्रहण गरिदिन हुन हार्दिक अनुरोध गर्दछु यहाँ हाम्रो नवीन सरको पोज हेर्नु पोज नवीन सर अरे नवीन सर हाम्रो नवीन सरको फोटोको पोज यता हाम्रो नवीन दाइ भेटियो थाहा छैन स्माइल नवीन सर हाँस्छौ 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 नवीन सर हाँस्छौ दिल छोड के दिल खोल के आगा के झ्याप भर आगा आयो कसम यता हेरौँ न अब